ल अब एसेम्बली ड्रइङ भनेको कुनै एउटा मेसिनको चाहिँ होल कम्पोनेन्टहरू कहाँ कहाँ लोकेट हुन्छ त्यो सबै इन्फर्मेसन दिने ड्रइङ भयो। त्यसमा हामीले इन्क्लुड गर्ने भनेको एउटा बिल अफ मेटेरियल्स, पार्ट्सहरूको नेम, पार्ट लिस्ट भनेर भनिन्छ। सबै पार्ट्सहरूको नेम र त्यसपछि कतिवटा क्वान्टिटी, कतिवटा क्वान्टिटीको छ त्यो पार्ट्सहरू, त्यो पार्ट्स त्यो इन्फर्मेसन दिनु पर्यो। अनि त्यसपछि अब हामीले एसेम्बली ड्रइङ गर्दा सेक्सनल भ्यू बनाइन्छ धेरै जसो केसमा। त्यो भनेको भित्रको कम्पोनेन्टहरू सबैलाई चाहिँ कम्प्लिट इन्फर्मेसन दिनका लागि हो। र त्यसपछि कुनै केसमा चाहिँ अब फ्रन्ट भ्यू, टप भ्यू, साइड भ्यू सबै आवश्यक पर्न सक्छ। कुनै केसमा चाहिँ एउटा भ्यूले मात्र इन्फर्मेसन दिन सक्छ, त्यही भ्यू मात्र बनाए पुग्छ। अब इक्जाममा चाहिँ के क्वेसनमा चाहिँ जे भनेको छ त्यो भ्यू मात्र बनाउने। अब एउटै भ्यू बनाउनका लागि धेरै टाइम लाग्छ होइन। सेक्सनल फ्रन्ट भ्यू भन्यो भने सेक्सनल फ्रन्ट भ्यू मात्र बनाउने। अब त्यसै गरी अब फ्रन्ट भ्यू एन्ड टप भ्यू भन्यो भने त्यति बेला फ्रन्ट भ्यू र टप भ्यू दुइटै बनाउनु पर्यो। अब हेरौँ एउटा इक्जाम्पल हेरौँ। यो चाहिँ हाम्रो एसेम्बली ड्रइङको इक्जाम्पल भयो। यसमा चाहिँ कम्पोनेन्टहरू, अब कम्पोनेन्ट 1 भनेको क्र्याङ्क भनेर दिएको छ, 2 भनेको चाहिँ क्र्याङ्क पिन, 3 भनेको नट र 4 भनेको वासर। यो सबै कम्पोनेन्टहरूको चाहिँ हामीले एसेम्बल गरिसकेपछि अब यो होल बडी भनेको क्र्याङ्क रहेछ, त्यसको यो पार्टमा चाहिँ क्र्याङ्क पिन गएर बसिरहेछ, त्यसलाई चाहिँ होल्ड गर्नका लागि नट युज भएको छ र त्यसमा वासर पनि युज भएको छ। त्यो सबै चारवटा कम्पोनेन्ट एसेम्बल भइसकेपछि कस्तो देखिन्छ त्यो यसको फ्रन्ट भ्यू र त्यसपछि हामीले टप भ्यू बनायो। फ्रन्ट भ्यूमा के गर्यो, सेक्सनल भ्यू, यसलाई चाहिँ सेक्सनमा कट गर्दाखेरि, फुल सेक्सनमा कट गर्दाखेरि कस्तो देखिन्छ त्यो सेक्सनल भ्यू बनायो। र त्यसपछि अर्को हामीलाई चाहिने के भन्दा पार्ट लिस्ट। पार्ट लिस्टमा हामीले अब पार्टको नम्बरहरू हामीले यसरी नै नम्बरिङ दिनु पर्यो, 1 2 3 4 भनेर। अनि नम्बरिङ दिइसकेपछि पार्ट 1 भनेको के हो, क्र्याङ्क भयो। अब त्यसमा हामीले यदि मेटेरियल दिएको छ भने मेटेरियलका लागि पनि टेबल बनाउँछौँ। यदि मेटेरियल दिएको छैन भने हामीले मेटेरियलका लागि टेबल बनाउनु परेन। क्वान्टिटी चाहिँ देखाउनु पर्यो। क्वान्टिटी भनेको यसमा चाहिँ सबै एउटा एउटा क्वान्टिटी छ, त्यही भएर 1 1 1 भयो। यो फ्रन्ट भ्यू, यो साइड भ्यू दिएको छ। यो जुन यो ड्रइङ छ यो टोटल ड्रइङ भनेको एसेम्बली ड्रइङ भयो। अब यो टाइप्स अफ एसेम्बली ड्रइङ यो इक्जाममा चाहिँ चाहिँदैन, त्यही पनि अब अलिकति हेरौँ। यसमा डिजाइन एसेम्बली ड्रइङ हुन्छ। सुरुमा इनिसियली डिजाइन गर्दाखेरि बनाउने एसेम्बली ड्रइङ भनेको चाहिँ डिजाइन एसेम्बली ड्रइङ हो। व्हेन अ मेसिन इज डिजाइन्ड एन एसेम्बली ड्रइङ अर डिजाइन लेआउट इज फर्स्ट ड्रन टु क्लियरली भिजुअलाइज द पर्फर्मेन्स, सेप एन्ड क्लियरेन्स अफ भेरियस पार्ट्स कम्प्राइजिङ द मेसिन। सुरुमा हामीले इनिसियली डिजाइन गर्दा जुन ड्रइङ बनाइन्छ त्यो लेआउट भनेको चाहिँ डिजाइन एसेम्बली ड्रइङ भयो। त्यसपछि अब मेसिन बनिसकेपछि, सिम्पल मेसिनहरू बनिसकेपछि त्यसको चाहिँ सबै पार्ट्सहरू इन्क्लुड गरेर तिनीहरूको इन्फर्मेसनहरू सहित दिने ड्रइङ भनेको डिटेल्ड एसेम्बली ड्रइङ भयो। यसमा चाहिँ इट इज युजली मेड फर सिम्पल मेसिन कम्प्राइजिङ अफ रिलेटिभली स्मलर नम्बर अफ सिम्पल पार्ट्स. All the dimensions and information necessary for construction of such parts and for assembly of the parts are given directly on the assembly drawing. अब त्यसै गरी एकदमै ठुलो मेसिनको कम्पोनेन्टहरू छ भने त्यसमा सानो कम्पोनेन्ट एसेम्बल गरेको कम्पोनेन्ट होइन, एउटा सिङ्गल कम्पोनेन्ट होइन, एसेम्बल गरेको कम्पोनेन्टहरू हुन्छ, त्यसलाई चाहिँ हामीले सब एसेम्बली भनेर भनिन्छ र तिनीहरूको ड्रइङलाई चाहिँ हामीले सब एसेम्बली ड्रइङ भनिन्छ। Many assemblies such as an automobile lathe are assembled with many pre-assembled components as well as individual parts. अब अटोमोबाइलको होल एसेम्बली गर्दाखेरि हामीले ड्रइङ गर्दाखेरि त्यसमा चाहिँ सानो जुन पार्ट्सहरू हुन्छ, अब जस्तै इन्जिनको चाहिँ हामीले छुट्टै इनिसियल्ली एसेम्बल गरेर त्यहाँ अटोमोबाइलमा लगेर राखिन्छ होइन। अब त्यो भनेको चाहिँ सब एसेम्बली भयो। अटोमोबाइलको जुन कारको चाहिँ होल बडी एसेम्बल गर्दाखेरिको त्यो मेन एसेम्बली भयो। अब त्यसपछि इन्जिनको कम्पोनेन्ट भनेको त्यो सब एसेम्बली भयो। त्यसको लागि पनि छुट्टै हामीले ड्रइङ देखाउनु पर्यो, इन्जिनको एसेम्बली यसरी हुन्छ भनेर। These pre-assembled units are known as sub-assemblies. A sub-assembly drawing is an assembly drawing of group of related parts that form a part in more complicated machine. अब त्यसपछि इन्स्टलेसन एसेम्बली ड्रइङ भन्छ। यो चाहिँ
अब सेपरेट कम्पोनेन्टहरु दियो र त्यसलाई इन्स्टल गर्नु पर्यो भने त्यतिबेला दिने ड्रइङ भनेको इन्स्टलेसन एसेम्बली ड्रइङ भयो. On this drawing, the location and dimension of few important parts and overall dimension of the assembled units are indicated. This drawing provides useful information for assembling the machine, as this drawing reveals all the parts of a machine in their correct working position. अब त्यसपछि अरु assembly drawing for catalogs भन्छ. यो भनेको it is special assembly drawing are prepared for company catalogs. This drawing show only the pertinent details and dimension that will interest the potential buyer. अब यो चाहिँ क्याटलगका लागि बनाएको एसेम्बली ड्रइङमा सबै इन्फर्मेसनहरु हुँदैन. यसमा चाहिँ सर्टेन इन्फर्मेसन जुन बायरलाई ले चाहिँ एट्र्याक्ट गर्न सक्छ त्यस्तो खालको इन्फर्मेसनहरु मात्र हुन्छ. अब त्यसपछि इन्स्ट्रक्सन एसेम्बली ड्रइङ फर इन्स्ट्रक्सन म्यानुअल भनेर भनेको छ. कुनै मेसिनलाई कसरी युज गर्ने भनेर इन्स्ट्रक्सन म्यानुअलहरु दिने बेलामा त्यतिबेला चाहिँ सबै कम्पोनेन्टहरुको चाहिँ नेमिङहरु दिनु पर्यो हैन. र त्यो नेमिङहरु चाहिँ यसरी दिएको हुन्छ. These drawing in the form of assembly drawing are to be used when a machine shipped away in assembled condition is knocked down in order to check all the parts before reassembling and installation elsewhere. These drawings have each component number on the job. Figure below shows a typical example of such drawing. अब instruction manual मा हुने drawing हरु भनेको यो पनि assembly drawing नै हो. अब त्यसपछि exploded assembly drawing हुन्छ. Exploded assembly drawing भनेको यो एक्सप्लोडेड एसेम्बली ड्रइङ भनेको चाहिँ यो जुन हाम्रो कम्पोनेन्टहरु एसेम्बल गरेको छ तिनीहरुलाई चाहिँ सेपरेटली कहाँनेर लोकेट हुन्छ भनेर चाहिँ देखाएको छ हैन. तर सेपरेटली देखाएको छ. यो भनेको ड्रइङ रिड गर्न नसक्ने जुन जसले चाहिँ ड्रइङहरु रिड गर्न सक्दैन त्यस्तो लागि चाहिँ एक्सप्लोडेड एसेम्बली ड्रइङ हामीले युज गर्छौं. In some cases, exploded pictorial views are supplied to meet instruction manual requirements. These drawings generally find a place in the part list section of a company instruction manual. अब यो तल दिएको भनेको एक्सप्लोडेड भ्यू भयो. यो चाहिँ पार्ट्सहरु जहाँ एसेम्बल हुने हो त्यही पोजिसनमा राखेको छ तर तिनीहरुलाई सेपरेटली राखेको छ. अब सपोज यो 2 नम्बर पार्ट्स भनेको यो होलमा जान्छ. त्यसपछि 3 भन्ने पार्ट 3 नम्बरको पार्ट्स यो साफ्टमा जान्छ भनेर यसरी देखाइरहेको छ. यो यस्तो टाइपको एसेम्बली ड्रइङलाई चाहिँ हामीले एक्सप्लोडेड एसेम्बली ड्रइङ भनिन्छ. अब हामी आज गर्ने क्वेशन तिर जाउँ. हाम्रो सिट नम्बर 10 सबैको ट्युटोरियलको सिट नम्बर 10 मा हेर. यो सिट नम्बर 10 मा चाहिँ हामीलाई ड्र एन्ड डाइमेन्सन द डिटेल ड्रइङ अफ फलोइङ आइटम्स भनेको छ. यो डिटेल ड्रइङ हैन एसेम्बली ड्रइङ हो है. यो क्वेशन सच्याउनु पर्यो. इन्जिनियरिङ ड्रइङ को चाहिँ यो सिट नम्बर ट्युटोरियलको सिट नम्बर 10 यसमा जुन क्वेशन दिएको छ क्वेशनमा चाहिँ ड्र एन्ड डाइमेन्सन द डिटेल ड्रइङ भनेको छ. त्यो डिटेल ड्रइङ होइन एसेम्बली ड्रइङ हो. यसको लागि अब हामीले यो फर्स्ट क्वेशन यो फर्स्ट सेकेन्ड क्वेशन चाहिँ हामीले अहिले हेर्दैनौं. हामी चाहिँ यो थर्ड क्वेशनमा जान्छौं. यो गरिसकेपछि हामीले अगाडिको दुईटा पनि गर्न सकिन्छ होला. है सबैले ट्युटोरियलको सिट नम्बर 10 को चाहिँ यो थर्ड क्वेशनमा हेर. अब यसमा चाहिँ हामीलाई यो कम्पोनेन्टहरु दिएको छ. बेस भनेर दिएको छ. त्यसपछि क्याप भनेर दिएको छ. बुश भनेर दिएको छ. शाफ्ट दिएको छ. अनि स्टड भनेर दिएको छ. अनि त्यसपछि स्ट्यान्डर्ड नट दिएको छ. अब यो कन्डिसनमा हामीले चाहिँ के गर्नु पर्यो भन्दा यो सबैलाई एसेम्बल गरेर यो भनेको स्प्लिट बियरिङको पार्ट हो. यो स्प्लिट बियरिङका पार्टहरु हुन्. तिनीहरुलाई कम्बाइन गरेर हामीले चाहिँ ड्रइङ बनाउनु पर्यो. यो सबै कम्पोनेन्टहरु छ. बेस क्याप बुश शाफ्ट स्टड अनि त्यसपछि स्ट्यान्डर्ड नट. यो सबै कम्पोनेन्टहरु हामीले एसेम्बल गरेर तिनीहरुको ड्रइङ बनाउने हो. अब यसमा हेर. अब हाम्रो चाहिँ जुन पार्ट लिस्ट छ. पार्ट लिस्टमा चाहिँ
हामीले मेटेरियलहरु राख्नुपर्ने हुन्छ नि यो मेटेरियलहरु चाहिँ यसमा दिएको छ यो एमएस भनेको यिनीहरु मेटेरियलहरु हो हामीलाई चाहिँ अब अहिले चाहिएन तर अब प्र्याक्टिकल युज गर्दाखेरि चाहिँ यो मेटेरियलहरुको इन्फर्मेसन पनि सबै दिएको हुन्छ अब हामीले चाहिँ फर्स्टमा के गर्नु पर्यो भन्दा यो फिगर हेरिसकेपछि कुन पार्ट चाहिँ कहाँ गएर फिट हुन्छ त्यसपछि अब अर्को कुरा यो टु अफ भनेर दिएको छ नि टु अफ भनेर दिएको छ यो भनेको यसको चाहिँ दुईटा चाहिँ M12 को स्टडहरु युज हुन्छ दुईटाको चाहिँ M12 को स्ट्यान्डर्ड नटहरु युज हुन्छ भनेर टु अफ भनेर दिएको वान अफ भनेको एउटा कम्पोनेन्ट मात्र छ वान अफ भनेर दिएको यो भनेको एउटा मात्र छ भनेर दिएको भयो टु अफ भनेर जुन दिएको छ टु अफ भनेको यसको चाहिँ दुईटा युज हुन्छ M12 को स्टड पनि दुईटा युज हुन्छ M12 को स्ट्यान्डर्ड नट पनि दुईटा युज हुन्छ भनेर यसमा इन्फर्मेसन दिएको छ अब हामीले के गर्नु पर्यो भन्दा यो सबै यो ड्रइङ हेरिसकेपछि यो कुन कुन कम्पोनेन्टहरु कहाँ गएर फिट हुन्छ फर्स्टमा हामीले त्यो पत्ता लगाउनु पर्यो त्यो कम्पोनेन्टहरु फिट भइसकेपछि त्यसको चाहिँ हामीले सेक्सनल फ्रन्ट भ्यू बनाउँछौं र अब टप भ्यू पनि बनाउँदा हुन्छ हैन टप भ्यू र सेक्सनल फ्रन्ट भ्यू भयो भने यसको कम्प्लिट इन्फर्मेसन हुन्छ तर अब एक्जाममा चाहिँ सेक्सनल फ्रन्ट भ्यू भन्यो भने सेक्सनल फ्रन्ट भ्यू मात्र बनाए पुग्छ अब यो कन्डिसनमा हेरौं बेस छ यो बेस भनेको मेन कम्पोनेन्ट भयो अब यो क्याप भनेको कहाँ आएर फिट हुन्छ त हेरौं है क्यापको जुन यो पार्ट छ नि यो जुन सर्कल रेडियस 30 को सर्कल छ र यो जुन बेसको चाहिँ रेडियस 30 को सर्कल के रे सेमी सर्कल छ यो दुईटा पोइन्ट एकै ठाउँमा आएर इन्टरसेक्ट हुन्छ यो पोइन्ट र यो पोइन्ट चाहिँ एकै ठाउँमा आएर बस्छ यो 15 mm भित्र गएको छ यता पनि 15 mm भित्र गएको छ र यो थिकनेस भनेको यो बिचको थिकनेस बराबर हुन्छ भनेपछि बेसको माथि यो क्याप आएर बस्ने रहेछ बुझ्यो बेसको माथि चाहिँ यो क्याप आएर यो पोइन्टमा आएर फिट हुने रहेछ यसको यो सर्फेस यसमा हेरौं यसको जुन यो सर्फेस छ हाम्रो यो रेड पेनले जुन देखाइरहेको सर्फेस छ यो सर्फेस चाहिँ यो हाम्रो बेसको यो पार्टमा गएर बसेको हुन्छ हामीले चाहिँ यो दुईटा ड्रइङबाट हामीले पत्ता लगाउन सकिन्छ हैन यो कम्पोनेन्ट कहाँ गएर फिट हुन्छ भनेर हामीले फर्स्टमा चाहिँ थाहा पाउनु पर्यो त्यसपछि अब यो जुन बुश छ बुशको डायामिटर कति दिएको छ हेरौं है बुशको यो डायामिटर भनेको 60 mm दिएको छ 60 mm डायामिटरको यो भित्रपट्टिको पार्ट भयो 60 mm डायामिटरको यो पार्ट छ र यसको जुन होल यो दुईटा जोइन गरिसकेपछि बन्ने सर्कलको डायामिटर भनेको कति हुन्छ त्यो पनि 60 mm हुन्छ भनेपछि यो जुन बिचमा होल छ नि होलमा गएर बुश बस्ने रहेछ त्यसपछि अब यसको बिचमा यो बुशको पनि एउटा इन्टरनल होल छ यसमा पनि त्यसमा गएर चाहिँ के बस्ने रहेछ शाफ्टको डायामिटर 48 छ भने यो चाहिँ यो जुन होल छ होलमा गएर फिट हुने रहेछ त्यसरी हामीले पत्ता लगाउँदै जाने हो हाम्रो फर्स्टमा बेस छ बेसमा हामीले मेन एउटा कम्पोनेन्ट हेर्यौं त्यो कम्पोनेन्टमा अर्को कम्पोनेन्ट कहाँ क्याप कम्पोनेन्ट कहाँ आएर फिट हुन्छ त्यो पत्ता लगाउनु पर्यो त्यसपछि बुश कहाँ रहन्छ शाफ्ट कहाँ हुन्छ त्यो सबै पत्ता लगाइसकेपछि अनि अब हामीले ड्रइङहरु बनाउन थाल्ने हो अब त्यसपछि M12 स्टड भनेर भनेको छ दुईटा M12 स्टडहरु छ यो दुईटा M12 स्टड भनेको यहाँ यो इन्टरनल थ्रेड देखाइराछ नि त्यो पनि M12 छ भनेपछि यो स्टडहरु भनेको यो जुन इन्टरनल थ्रेड छ यो दुईटा इन्टरनल थ्रेडमा गएर बस्ने रहेछ M12 को स्टडहरु भनेको दुईटा यो इन्टरनल थ्रेड भएको ठाउँमा त्यसमा गएर चाहिँ फिट हुने रहेछ अब त्यसपछि M12 नट भनेको यो स्टडमा यो जुन एक्सटर्नल थ्रेडहरु छ त्यो एक्सटर्नल थ्रेडमा गएर त्यसलाई कस्ने काम गर्छ अलिकति आइडिया आयो नि हैन कुन कम्पोनेन्ट कहाँनेर गएर बस्छ भन्ने कुरा आइडिया आयो अब त्यसपछि हामीले त्यो आइडिया आइसकेपछि बनाउने ड्रइङ भनेको चाहिँ यो यस्तो टाइपको ड्रइङ भयो हाम्रो यो तलपट्टिको बेसको पार्ट चाहिँ यता बसिराछ त्यसपछि क्याप भनेको
यो पोइन्टमा आएर बसिरहेछ त्यसपछि थर्डको यो जुन बुश छ बुश भनेको यो पोइन्टमा आएर बसिरहेछ त्यसपछि साफ्ट भनेको यो साफ्ट भनेको यो सेन्टरमा आएर बसिरहेछ त्यसपछि दुईटा स्टडहरू भनेको यो पोइन्टमा र यो जुन होल छ त्यहाँ आएर बसिरहेछ त्यसपछि नट भनेको यो नटले चाहिँ स्टडमा कस्ने काम गरिरहेछ नटको नट चाहिँ यो स्टडमा चाहिँ हामीले लगेर टाइट गर्ने काम गरिरहेछौँ अब हामीले बनाउने ड्रइङ भनेको यदि सेक्सनल फ्रन्ट भ्यू भनेर भन्यो भने हामीले यति ड्रइङ बनाए पुग्छ यो तलपट्टिको अब त्यसपछि एसेम्ब्ली ड्रइङ भन्यो भने त्यति बेला चाहिँ अब हामीलाई टप भ्यू पनि अब बनाउनु पर्ने हुन्छ टप भ्यू अब त्यो कन्डिसनमा फ्रन्ट भ्यू एउटा सेक्सनल फ्रन्ट भ्यू चाहिँ सेक्सनल बनाइयो त्यसपछि टप भ्यू चाहिँ अब जस्तो हुन्छ त्यस्तै हाम्रो टप भ्यू माथिबाट टपबाट हेर्दा जस्तो देखिन्छ त्यस्तै बनाउनु पर्ने हुन्छ त्यसपछि अब पार्ट लिस्टको टेबल बनाउनु पर्यो पार्ट लिस्टको टेबल बनाउँदा अब 1 भनेको बेस भयो त्यसपछि 2 क्याप 3 भनेको बुश 4 भनेको साफ्ट र 5 भनेको स्टड यो सरी स्टप लेखेर रहेछ स्टड भयो यसको चाहिँ क्वान्टिटी कतिवटा भयो दुईटा क्वान्टिटी त्यसै गरी नट भनेको दुईटा यसरी हामीले टेबल बनाएर हामीले एसेम्ब्ली ड्रइङ चाहिँ कम्प्लिट गर्छौं अब सबैले ड्रइङ सिट निकाल हामीले फर्स्टमा अब एसेम्ब्ली ड्रइङ गर्ने बेलामा के गर्ने पहिला माइन्डमा चाहिँ कुन कम्पोनेन्ट कहाँ कहाँ गएर फिट हुन्छ भनेर हामीले यसो आइडिया लिनु पर्यो त्यसको डाइमेन्सन अनुसार हामीलाई नर्मल्ली अब डाइमेन्सन हेर्ने बित्तिकै थाहा हुन्छ यो कम्पोनेन्ट चाहिँ यो पोइन्टमा गएर फिट हुन्छ भनेर हामीलाई त्यो डाइमेन्सन हेरेर नै थाहा हुन्छ हामीले यो कन्डिसनमा चेक गर्यौं अब यो रेडियस 30 भएको पार्ट अनि त्यसपछि यो जुन यसको 70 mm को पार्ट भनेको कहाँ आएर फिट हुन्छ यो 70 mm को बिचको यो जुन सेक्सन छ त्यो पोइन्टमा आएर फिट हुने भयो त्यसपछि अब बुश कहाँ आउने भयो यो दुईटा जोइन भइसकेपछि बाँकी रहने जुन होलको पोर्सन छ त्यो पोर्सनमा बस्ने भयो त्यो भित्र साफ्ट बस्ने भयो त्यसै गरी इन्टरनल थ्रेड भएको पोइन्टमा चाहिँ स्टडहरू बस्ने भयो र स्टडमा चाहिँ नट युज गरेर त्यसलाई टाइट गर्ने काम गरेको हुन्छ भनेर हामीले पहिला सुरुमा आइडिया लिनु पर्यो त्यो आइडिया लिएपछि अब हामीले ड्रइङ बनाउन स्टार्ट गर्ने हो ड्रइङ अब हामीले एसेम्ब्ली ड्रइङ बनाउँदा सेक्सनल भ्यू बनाउनु पर्छ भन्छ अब यो कन्डिसनमा अब सिमेट्रिक फिगर भएकाले हाफ सेक्सनल भ्यू बनाएको भए पनि फरक पर्थेन हाफ सेक्सनल भ्यू भन्यो भने हाफ सेक्सनल नै बनाउने फुल भन्यो भने फुल बनाउने अब के गर्नु पर्यो भन्दा फर्स्टमा हामी बेसबाट स्टार्ट गरौँ बेसको ड्रइङ बनाऊ बेसको ड्रइङ बनाइसकेपछि त्यसमा क्याप ल्याएर राखेपछिको ड्रइङ बनाउनु पर्यो क्याप आएर कहाँ फिट हुन्छ त्यसपछि बुश लगेर फिट गर्नु पर्यो त्यसपछि साफ्ट त्यो सबै गरिसकेपछि अनि हामीले अब त्यसलाई सेक्सनल कुनै एउटा कटिङ प्लेनले कट गर्दाखेरि कस्तो भ्यू आउँछ त्यो ड्रइङ बनाउनु पर्यो ल सबै ड्रइङ सिट र इन्स्ट्रुमेन्टहरू लिएर रेडी भयौँ म 2 मिनेटको टाइम दिन्छु त्यसपछि हामी ड्रइङ बनाउन स्टार्ट गर्छौं एकदमै टाइम कन्ज्युमिङ हुन्छ बिस्तारै गर्दै जाने हो रेडी हो अब हेरौँ है हामी फर्स्टमा चाहिँ बेसबाट स्टार्ट गरौँ बेसको डाइमेन्सनहरू हेरौँ बेसको चाहिँ यो तलपट्टिको हामी फ्रन्ट भ्यू भनेको यो सर्फेसबाट यतापट्टि अगाडिबाट हेर्दैछ यो पार्टबाट हेर्दाखेरि अब हाम्रो यो लेन्थ भनेको 250 दिएको छ त्यसै गरी यसको थिकनेस 12 दिएको छ त्यही डाइमेन्सनहरू युज गर्दै हामीले चाहिँ बनाउँदै जान्छौं अब कुनै केसमा हेर यो यसको चाहिँ हाइट दिएको छैन यो पोइन्टमा यो सर्फेसदेखि यो माथिसम्मको हाइट दिएको छैन त्यो हाइट नदिएको केसमा हामीले चाहिँ एजम्पसन गर्न सकिन्छ यो 15 mm भित्र गएको छ त्यसपछि यो रेडियस 30 छ भनेपछि 30 + 15 45 mm को हुनु पर्यो भनेर हामीले 45 mm को चाहिँ लेन्थ यसको लेन्थ चाहिँ 45 mm बनाउँछौं
हैन सुरुमा हामीले अब सेक्सनल गर्नु परेन सुरुमा चाहिँ तिम्रो अर्थोग्राफिक भ्यू के आउँछ त्यो बनाउँदै जाऊ त्यसपछि अब हामीले लास्टमा चाहिँ सेक्सनलमा हुँदा कुन कुन कम्पोनेन्ट चाहिँ भिजिबल हुन्छ कुन हिडन हुन्छ त्यो सबै हामी लास्टतिर चाहिँ बनाउँछौँ फर्स्टमा हामीले यो बेसको पोर्सनको मात्र हामीले अगाडिबाट हेर्दाखेरिको फ्रन्ट भ्यू पोर्सन बनाऊ गर्न सकिन्छ हैन 250 mm लेन्थ छ 12 mm थिकनेस छ त्यही अनुसार बनाउँदै जाने अब यहाँ 110 दिएपछि अब यसलाई सब्ट्र्याक्ट गरेर के सब्ट्र्याक्ट गर्नुपर्छ त्यो सबै सब्ट्र्याक्ट गर्दै बनाउँदै जाने अब मैले सुरुमै लाइन बनाएँ यसको लेन्थ भनेको टु फिफ्टी लेन्थको चाहिँ हामीले लाइन बनायौँ सुरुमा तलपट्टिको बेसको लागि बनाउने बेलामा अब त्यसपछि यो दुईटै यतापट्टिको जुन सर्फेस छ यसको थिकनेस भनेको 12 mm दिएको छ 12 mm माथि गएर अनि त्यसपछि यो भित्रपट्टि कति जान्छ भन्दा 250 माइनस 110 यो पोइन्टका लागि हामीले यो पोइन्ट निकाल्नका लागि कति हुने भयो 250 माइनस 110 डिभाइडेड बाई 2 हुने भयो 250 माइनस 110 भनेको 140 डिभाइडेड बाई 2 गर्दा 70 mm यो पोइन्टबाट यो सम्मको डिस्टेन्स भनेको 70 mm छ है यो पोइन्टबाट यो सम्मको डिस्टेन्स 70 mm छ त्यही अनुसार मैले बनाउँदै जान्छु अब यो पोइन्टबाट 12 mm माथि जानु पर्यो mm त्यसपछि यता कति आउनु पर्यो भन्दा हामी 70 mm यो पोइन्टबाट यता आउनु पर्यो त्यसपछि अब यताटिको सर्फेसबाट पनि हामीले त्यसरी नै बनाउँदै जाउँ यो ड्रइङ चाहिँ तिमीहरूले तल ड्रइङ सिटको चाहिँ सबभन्दा बटमतिरबाट स्टार्ट गर अनि त्यसपछि अब हामी माथि बनाउँदै जान्छौँ यदि कम्पोनेन्टहरू अब माथि फिल गर्दै जानु छ भने अलिक ड्रइङ सिटको चाहिँ तलबाट बनाउँदै जाने किनभने कम्पोनेन्टहरू एड गर्दै जाँदा माथि स्पेस नपुग्न सक्छ अब त्यसपछि यो साइडमा पनि हाम्रो 12 mm माथि गएको छ त्यसपछि 70 mm अब त्यसपछि यो पोइन्टबाट माथि कति माथि जानु पर्यो 45 mm माथि जानु पर्यो त्यसपछि यो डाइमेन्सन यो हामीले चाहिँ 15 mm प्लस 30 mm गरेर 45 mm सपोज गर्यौं 45 mm माथि जाने त्यसपछि यसको यो थिकनेस कति छ त 110 माइनस 70 डिभाइडेड बाई 2 हुने भयो त्यो भनेको 110 माइनस 70 डिभाइडेड बाई 2 भनेपछि यो दुईटै साइडमा 20 mm 20 mm भित्र आएर 15 mm तल जानु पर्यो अब यसरी यो डाइमेन्सनहरुबाट हामीले यो पोइन्टहरु कहाँ पर्छ त्यो निकाल्दै जाने हो यो 110 दिएको छ अब यो 70 दिएको छ भने यसको चाहिँ थिकनेस कति हुने भयो 20 हुने भयो यता 20 यता 20 भएपछि यो 40 mm भयो अब म 45 mm माथि गए त्यसपछि 20 mm भित्र पट्टि जानु पर्यो त्यसपछि हामी 15 mm तल जाने त्यसरी बनाउँदै जाउँ यो पोइन्टबाट 45 mm माथि त्यसपछि 20 mm हरिजन्टल त्यहाँबाट 15 mm भर्टिकल जानु पर्यो यो साइडबाट पनि हामी त्यसरी नै
250 mm तलपट्टिको बेसको लेन्थ 250 mm त्यसपछि यता 12 mm जानु पर्यो 12 mm गइसकेपछि फेरि अब हामीलाई यो पोइन्टबाट यो एज सम्मको डिस्टेन्स भनेको यो दुईटा सर्फेसको बीचको डिस्टेन्स भनेको 110 दिएको छ 110 माइनस 250 माइनस 110 गर्दा 140 mm हुने भयो 140 mm डिवाइडेड बाई 2 दुईटा साइडमा 70 mm जानु पर्यो यो पोइन्टबाट यो इन पोइन्टबाट 70 mm भित्र यतापट्टिको इन पोइन्टबाट 70 mm भित्र त्यसपछि माथि हाइट 45 mm हामीले कुनै कुनै कन्डिसनमा एजम्पसन लिन सकिन्छ त्यो अब एक्ज्याक्ट दिएको छैन भने अब 45 mm पछि यो पोइन्टबाट यो दुईटा बीचको डिस्टेन्स भनेको 70 दिएको छ यो टोटल भनेको 110 छ त्यही भएर यो डिफरेन्स भनेको 40 आउने भयो दुईटा साइडमा डिभाइड गर्दा 20 mm भयो ठीक छ है अब फेरि हेरौँ हामीलाई अब यो बीचको जुन सर्कल सेमी सर्कलको रेडियस भनेको 30 दिएको छ यो सर्कलको रेडियस 30 दिएको छ यो डिस्टेन्स दिएको छैन अब यो कन्डिसनमा हामीले के गर्नु पर्यो सेन्टर पत्ता लगाएर सेन्टर पत्ता लगाइसकेपछि सर्कल बनाउने र सर्कलमा को जुन डायमिटरको पोइन्टहरु छ त्यो डायमिटरको पोइन्टमा लगेर यो जोइन गरिदियो भने यो हामीलाई डिस्टेन्स मेजर गरिराख्न आवश्यक परेन त्यही भएर फर्स्टमा हामीले सेन्टर पत्ता लगाउनु पर्यो सेन्टर पत्ता लगाइसकेपछि यसको मिड पोइन्ट भनेको यो पोइन्टमा पर्यो मिड पोइन्ट त्यो पोइन्टमा परिसकेपछि अब हामीले यसलाई सर्कल बनाऊ सर्कलको रेडियस भनेको 30 छ अब हामीले लाइनले चाहिँ यो पोइन्ट र यसको डायमिटर सम्म मिट गराइदियौ यतापट्टि पनि लाइन अब मैले यो ट्रिम गरिदिए भने यो भनेको हाम्रो जुन बेसको कम्पोनेन्ट सरी अब यसमा यो जुन सेमी सर्कलको पार्ट छ यो पार्टलाई पनि देखाउनु पर्यो यसको रेडियस भनेको कति दिएको छ डायमिटर 40 दिएको छ भने यो लाइनबाट 20 mm यो सेन्टर यो पोइन्टबाट 20 mm डिस्टेन्समा चाहिँ हामीले अर्को एउटा लाइन देखाउनु पर्यो भनेपछि यो पोइन्टबाट 20 mm डिस्टेन्समा डिस्टेन्समा चाहिँ हामीले दुईटा साइडमा यस्तो लाइनहरु देखाउँ यो कम्पोनेन्ट तिम्रो यो कम्पोनेन्ट सेपरेट भयो यतिकै तिमीलाई चाहिँ यसको अर्थोग्राफिक भ्यू बनाऊ भन्यो भने यसको फ्रन्ट भ्यू बनाउन तिमीले सक्दैन हेर त यो साइडबाट हेर्दा कुन कुन पोर्सनहरु देखिन्छ त्यसको चाहिँ हामीले फ्रन्ट भ्यू बनाउन लाग्यो हामीले अहिले चाहिँ यो जुन पार्टहरु देखिने पोर्सनहरु बनाउन लाग्यो अब यो कन्डिसनमा एउटा 250 mm को तलपट्टि लाइन बनायो त्यसपछि यसको थिकनेस भनेको 12 mm माथि 12 mm माथि गएको लाइन बनायो त्यसपछि यो 250 mm को लाइन भयो त्यसपछि 12 mm माथि यो साइडबाट पनि 12 mm माथि त्यसपछि हाम्रो यो क्वेशनमा हेर 110 यो इनबाट यो इनसम्मको डिस्टेन्स भनेको 110 दिएको छ त्यसैगरी भित्रको दुईटा सर्फेसको डिस्टेन्स भनेको 70 दिएको छ अब हामीलाई यो डिस्टेन्स मेजर गर्नका लागि के गर्नु पर्यो 250 माइनस 110 गर्नु पर्यो यो अनि डिवाइडेड बाइ 2 दुईटा साइडमा चाहिँ इक्वली डिवाइड भएको छ डिवाइड बाइ 2 गर्दा त्यतिबेला 70 mm आउने भयो यो इनबाट 70 mm भित्र हामीले चाहिँ यो लाइन बनाउनु पर्यो त्यसैगरी अब यो अपोजिट साइडबाट पनि 70 mm भित्र यो लाइन बनायो त्यसपछि यो माथि गएको भनेको 45 mm नदिएको भए पनि हामीले सपोज गर्न मिल्छ यो 15 mm छ यो 30 mm छ भनेपछि यही एज सँग चाहिँ कोइन्साइड हुन्छ भनेर हामीले यसलाई 45 mm लियौं 45 mm लिइसकेपछि अब यो माथि गयो
अब यो बीचको जुन सर्फेसको लेन्थ छ नि यो लेन्थ निकाल्नका लागि फेरि 110 - 70 डिभाइड बाइ 2 गरौँ त्यो भनेको 20 mm आउँछ यो डिस्टेन्स भनेको 20 mm आउँछ यताबाट पनि डिस्टेन्स 20 mm आउने भयो त्यसपछि यो सर्कलको रेडियस 30 दिएको छ हामीले मिड पोइन्ट पत्ता लगाइसकेपछि यो सर्कल बनाएर अब त्यसपछि यसको डायमिटरमा लगेर यो लाइन मिट गर्दिएपछि यो बीचको सर्फेस पनि बन्ने भयो अब यो जुन सेमी सर्कलको पार्ट आइरहेको छ नि यसरी यो पार्टलाई पनि हामीले यसको एज डायमिटर देखाउनका लागि यसको रेडियस भनेको कति यसको डायमिटर 40 mm दिएको छ यो डायमिटर 40 दिएको छ भनेपछि यसको रेडियस कति हुने भयो यो सेन्टर पोइन्टबाट रेडियस 20 mm हुने भयो भनेपछि यो पोइन्टबाट 20 mm डिस्टेन्समा हामीले लाइनहरु देखाउनु पर्यो त्यही अनुसार बनाएको छु मैले 250 mm को लाइन 12 mm माथि गएको छ 70 mm यो इन्डसम्म गएको छ 45 mm माथि त्यसपछि यता 20 mm तल 15 mm त्यसपछि यो सर्कल बनायो सर्कलको डायमिटरमा गएर मिट भएको लाइनमा हामीले एउटा स्ट्रेट लाइनले लगेर मिट गर्दियौ अपोजिट साइडमा पनि त्यसरी नै गर्यौ त्यसै गरी अब मैले अहिले चाहिँ हिडन लाइनहरु बनाएको छैन अहिले चाहिँ भिजिबल लाइनहरु के हुन्छ भिजिबल लाइनहरु के देखिन्छ भनेर मात्रै बनाएको छु अब हामीले हिडन लाइनहरु पनि बनाउनु पर्यो भने हिडन लाइन के को हुने भयो एउटा भनेको यो दुईटा होलको हुने भयो यो होल भनेको यसको 20 mm डिस्टेन्समा एजबाट 20 mm डिस्टेन्समा अनि 16 mm डायमिटरको होल छ 16 mm डायमिटरको होल छ त्यो देखाउनु पर्यो हिडन लाइनले त्यसै गरी अब यो जुन इन्टरनल थ्रेडको पोर्सन छ यो इन्टरनल थ्रेडको पोर्सन पनि देखाउनु पर्यो अहिलेलाई हामी यो दुईटा लाइन देखाउँ है पछि अब हामीले सेक्सनल भ्यू हुँदाखेरि चाहिँ त्यो लाइनहरु भिजिबल लाइन नै हुन्छ अहिलेलाई चाहिँ हामीले हिडन लाइनले यो डिस्टेन्स भनेको 20 mm दिएको छ ट्वेन्टी mm मा 16 mm डायमिटरको भनेपछि यो पोइन्टबाट 8 mm यता र यो पोइन्टबाट 8 mm यता चाहिँ हामीले एउटा लाइनले रिप्रेजेन्ट गरौँ यो बनाइसकेपछि हामीले होलको लागि यो हिडन लाइन बनायौ यो होलको लागि पनि हामीले यो हिडन लाइन बनायौ त्यसपछि अब यो जुन इन्टरनल थ्रेड छ इन्टरनल थ्रेडका लागि हामीलाई दिएको इन्फर्मेसन के छ भन्दा M12 भनेर दिएको छ M12 को लागि अब पिच पनि दिएको छैन भने त्यतिबेला हामीले पिच भनेर 0.1D भनेर एजम्पसन लिन सकियो अनि त्यसपछि माइनर डायमिटर भनेको कति हुने भयो पिच भनेको चाहिँ 0.1D हुँदा 0.1 × 12 हुँदाखेरि 1.2 हुने भयो र माइनर डायमिटर भनेको कति हुने भयो
माइनर डायमिटर भनेको चाहिँ 12 माइनस 1.2। अब हामीले 10.8 बनाउन सकिँदैन, त्यही भएर अब यसलाई 10 mm र 12 mm को दुईटा लाइनले रिप्रेजेन्ट गर्न सकिने भयो। 10 mm को र 12 mm को दुईटा लाइनले यसलाई रिप्रेजेन्ट गरौँ। यो पोइन्टबाट 5 mm यता र 5 mm यता हामीले लाइन हिडन लाइन देखायौँ भने यो हामीले यति देखाएपछि इन्टरनल थ्रेडलाई हामीले रिप्रेजेन्ट गर्यौँ। यो जुन बाहिरको डायमिटर छ, यो बाहिरको डायमिटर भनेको मेजर डायमिटर बराबर भयो, भित्रको डायमिटर भनेको माइनर डायमिटर बराबर भयो। अब यो सबै चाहिँ कस्तो हुनु पर्यो? हिडन लाइन हुनु पर्यो। त्यही भएर मैले यसलाई अब यसको हामीले यो सेक्सन नगर्दैको कुरा है, यो सेक्सन नगर्दै हाम्रो यो पार्टहरू भनेको हिडन हुने भयो। अब दुईटा साइडमा मैले जो इन्टरनल थ्रेडको पार्ट देखाएँ, इन्टरनल थ्रेड बनाउँदाखेरि हामीले एउटा मेजर डायमिटरलाई देखाउँछौँ, अर्को चाहिँ माइनर डायमिटरलाई देखाउँछौँ। अब यसको पिच भनेको हामीले दिएको छैन, M12 भनेपछि त्यसको लागि पिच क्यालकुलेसन गर्दा पिच इजिकल टु 0.1 D गरौँ। 0.1 D गर्दाखेरि अनि माइनर डायमिटर भनेको हाम्रो 10.8 आउँछ। अब 10.8 चाहिँ अब तिमीहरूलाई रिप्रेजेन्ट गर्न सकिँदैन, त्यही भएर 10। हजुर सुन्नु न, त्यो हजुरले मेजर र माइनर डायमिटरको लेन्थ तल कहाँसम्म गर्नुभएको हो? यो चाहिँ के छ भन्दा हाम्रो यो स्टडको लेन्थ भनेको कति छ भन्दा 20 mm लेन्थ छ हैन, 20 mm लेन्थ छ। त्यही भएर मैले तल 20 mm जति राखेँ। त्यो 20 mm नै हुनुपर्छ भन्ने छैन, यसमा गिभन दिएको छैन भने त्यो कन्डिसनमा अझै ठुलो बनाउँदा पनि फरक परेन हैन। अनि त्यो मेजर डायमिटरको कति लिनुभएको छ त? त्यसको डायमिटर कतिले मल्टिप्लाई गरे? M12 भनेर दिएको छ नि, M12 भन्ने बित्तिकै डायमिटर कति हुने भयो? 12 M12 डायमिटर 12 हुने भयो हैन, डायमिटर 12 हुने भयो। मेजर डायमिटर, माइनर डायमिटर भनेको मेजर डायमिटर माइनस पिच हैन। अब पिचका लागि हाम्रो फर्मुला के छ? 0.1 D छ। 0.1 D भनेर गर्दाखेरि हाम्रो 10.8 आउँछ माइनर डायमिटर। तर अब हामीले गर्दाखेरि गर्न सकिँदैन, त्यही भएर 10 लिँदा केही फरक परेन। माइनर डायमिटर चाहिँ 10 mm ल्यो, त्यस फरक पर्दैन। अनि अब यो तल यदि डिस्टेन्स दिएको केसमा चाहिँ तिम्रो डिस्टेन्स जति डिस्टेन्स दिएको छ त्यति डिस्टेन्स राख्न सक्छ। अब डिस्टेन्स नदिएको केसमा हाम्रो यसको लेन्थ भनेको 20 mm दिएको छ भने हामी 20 mm राखौँ, यो स्टड फिट हुने पोइन्टहरुसम्म राखौँ।
तिमीहरूलाई यदि बेस मात्रै दिएको भए बेसको पार्ट मात्रै दिएको भए त्यति बेला तिमीहरूको फ्रन्ट भ्यू भनेको यति हुन्थ्यो। अब हामी यसमा चाहिँ अरू कम्पोनेन्टहरू एड गर्दै जाने। अरू कम्पोनेन्टहरू एड गर्दै जाँदा यसको चाहिँ अब के गर्नु पर्यो, यो क्यापलाई लगेर यो माथि फिट गर्नु पर्यो। यसको क्यापको लागि यो सर्फेसहरू भनेको यसको जुन सर्फेस छ त्यही सर्फेसमा नै पर्ने भयो। त्यही भएर हामीले डबल बनाइराख्नु पर्दैन। यो सर्फेस हाम्रो जुन क्यापको सर्फेस छ, क्यापको सर्फेस यसरी यो पोइन्टबाट यो पोइन्टसम्म आएर बस्ने भयो। त्योभन्दा माथिपट्टिको कम्पोनेन्ट मात्र हामीले बनाउनु पर्यो। त्यसपछि यो जुन सर्कल छ यो सर्कल होल कम्प्लिट बन्ने भयो। त्यो सर्कलको पोर्सन भनेको पनि क्यापमा पर्ने हो। तर अब त्यसका लागि हाम्रो अघि नै बनाइसकेका थियौँ, त्यसलाई इरेज गर्नु पर्दैन। त्यो सर्कल बनाइसकेको सर्कललाई इरेज गर्नु पर्दैन। हामीले यो तलपट्टिको सर्फेस भनेको मैले यसलाई यो जुन ब्ल्याकले देखाइरहेको छ नि, यो ब्ल्याकले देखाइरहेको भनेको दुईटाका लागि यो तलपट्टिको सर्फेस भएन है। यो जुन माथि यो सर्फेसहरू छ यो जुन सर्फेसहरू छ यो सर्फेस भनेको दुईटाका लागि कमन सर्फेसहरू भयो। त्यही भएर हामीले अब यसलाई डबल बनाइराख्नु पर्दैन। अब यसमा आएर चाहिँ यो माथिपट्टिको जुन क्यापको पोर्सन छ, क्यापको चाहिँ जुन सेमी सर्कल छ त्यो सेमी सर्कल आएर फिट हुने भयो। अब त्यसपछि योभन्दा माथिको पोर्सन भनेको हामीले यो इनबाट बनाउँदै जाने। यो इनबाट हामीले योभन्दा माथिको पोर्सन चाहिँ बनाउँदै जाने। अब हामीलाई दिएको डाइमेन्सन के छ, हाम्रो यो इन्डसम्म त बनिसकेको छ। योभन्दा माथि कति एमएम माथि जानु पर्यो, 28 एमएम माथि जानु पर्यो भनेर भनिरहेको छ। भनेपछि 28 एमएम माथिसम्म सर्फेस बनाउनु पर्यो। त्यसपछि हर्जेन्टल लाइन बनाउने। अब यसलाई बनाउने बेलामा हामीले यो पोइन्टबाट कति माथि जानु पर्यो, 28 एमएम 28 एमएम माथि गयौँ। त्यसपछि यो ठिक छ। अब त्यसपछि अर्को लाइन, यो लाइन पनि अब त्यसमा पनि देखिन्छ। यतापट्टिको यो जुन मैले ब्ल्याकले देखाइरहेको छु, यो ब्ल्याकले देखाएको भनेको चाहिँ हाम्रो माथिपट्टिको क्यापको पोर्सन भयो। यो ब्ल्याकले देखाइरहेको भनेको हाम्रो क्यापको पोर्सन भयो।
यो माथिपट्टिको पोर्सन क्यापको पोर्सनमा हेरौँ है, हामीले यो जुन सर्फेस छ त्यही सर्फेसमा लगेर राख्यौँ। यो तलपट्टिको चाहिँ पोर्सनमा केही चेन्ज गर्नु परेन। यसको हाइट भनेको कति दिएको छ, 28 mm दिएको छ। त्यही अनुसार 28 mm माथिसम्म बनाउनु पर्यो। अनि यतापट्टिको सर्फेसमा पनि त्यही त्यसरी नै बनाउँदै जानु पर्यो। अब त्यसपछि अर्को हेरौँ, यसमा चाहिँ जुन यो होल दिएको छ, यो होलमा चाहिँ इन्टरनल थ्रेड छैन र यसको डायमिटर भनेको कति दिएको छ, 12 mm भनेर दिएको छ। त्यही भएर यसमा बनाउँदाखेरि यो पोर्सन बनाउँदा मैले यसमा एउटा मात्रै लाइनले रिप्रेजेन्ट गरेँ। त्यो भनेको 12 mm डायमिटरको लाइनहरू भयो। यो दुईटा लाइन भनेको 12 mm डायमिटरको लाइन, यो पोइन्टमा र यो पोइन्टमा भएको लाइन 12 mm डायमिटरको लाइन हो। त्यसमा इन्टरनल थ्रेड छैन, त्यो भनेको एउटा होल मात्र हो। अब यो तलपट्टिको पोर्सनमा चाहिँ इन्टरनल थ्रेड छ। त्यही भएर हामीले अब यो दुईटा लाइनहरू देखाउनु पर्यो, मेजर डायमिटर र माइनर डायमिटर। यसमा चाहिँ इन्टरनल थ्रेड छैन, त्यही भएर हामीले यसमा एउटा मात्रै लाइनले रिप्रेजेन्ट गर्यौँ। यो केही कम्प्लेक्स छैन हैन यो बनाउन पनि। अब यसमा यो सर्फेसमा लगेर राखिदिने, त्यसपछि त्यो पोइन्टबाट माथि 28 mm माथि गएको छ। यता पनि अब त्यसपछि यो पोइन्टबाट यो इन्डसम्म लाइन बनाउनु पर्यो, 28 mm तल जानु पर्यो। र अब यो बिचको लाइन देखिने नै भयो। यो लाइनहरू चाहिँ यो लाइन भनेको भिजिबल लाइन नै हुने भयो, यतापट्टिको इन्डको लाइन पनि भिजिबल लाइन नै हुने भयो। त्यही अनुसार हामीले बनायौँ। अहिले चाहिँ हामीले सेक्सनल गरिरहेको छैनौँ, अहिले हामीले फ्रन्ट भ्यू बनाइरहेछौँ। यो दुईटाको चाहिँ एसेम्बल भइसकेपछिको फ्रन्ट भ्यू भनेको जुन मैले बनाएँ यो भयो। ब्ल्याकले देखाएको भनेको क्यापको पार्ट भयो, अनि तल ओरेन्जले देखाइरहेको भनेको बेसको पार्ट भयो। ठिक छ, यतिसम्म गरियो? हजुर सर। ल अब हामी अर्को कम्पोनेन्ट के छ भन्दा बुस भन्ने कम्पोनेन्ट छ। यो कम्पोनेन्टलाई बनाउनु पर्यो। अब यसका लागि केही छैन, यसको चाहिँ अब बाहिर भित्रपट्टिको डायमिटर भनेको 48 mm डायमिटर भयो। त्यसपछि बाहिरपट्टिको ठुलो सर्कलको डायमिटर भनेको 72 mm छ। त्यो दुईटा डायमिटर चाहिँ हामीले देखाउनु पर्यो। मेजर के अरे यो ठुलो भनेको 72 mm डायमिटर, सानो भनेको 48 mm डायमिटर। अब त्यो कहाँ गएर फिट हुन्छ भन्दा यसको यो दुईटा सर्कलको सेन्टर पोइन्ट जहाँ छ त्यही सेन्टरबाट बनाउने हो। भनेपछि अब हाम्रो यो सेन्टरबाट हामीले दुईटा सर्कल बनाऊ। एउटा भनेको यसको रेडियस भनेको कति हुने भयो, 72 mm भनेपछि 36 हुने भयो। त्यसपछि अर्को जुन सर्कल छ त्यो सर्कलको डायमिटर भनेको कति हुने भयो, त्यसको डायमिटर भनेको 24 mm हुने भयो। 24 mm। यसको डायमिटर 48 भयो भनेपछि यसको रेडियस भनेको 24 mm हुने भयो। अब यो बनिसकेपछि अब यो जुन भित्रपट्टिको पोर्सनहरू छ यो हालिसकेपछिको यो भित्रपट्टिको पोर्सनहरू भनेको के हुन्छ, यो भनेको हिडन लाइन हुने भयो। अहिलेको हामीले चाहिँ फ्रन्ट भ्यू मात्रै बनाउँदाखेरिको कन्डिसनमा यो लाइनहरू, त्यहाँ बिचमा एउटा सर्कल पनि छ। यो सर्कल भनेको यो भित्रपट्टिको 60 mm डायमिटरको सर्कल भनेको चाहिँ के छ भन्दाखेरि यो सर्कल भनेको 60 mm डायमिटर छ भनेपछि यही रेडियस 30 को लाइनमा पर्ने भयो। र यो अगाडिबाट हेर्दा हामीले यो पोर्सनबाट हेर्दाखेरि चाहिँ यो 60 mm डायमिटरको सर्कल त छेकिने भयो। अब त्यो पार्टलाई चाहिँ हामीले हिडन लाइनले रिप्रेजेन्ट गर्नु पर्यो। भनेपछि अब
यो सर्कल भनेको हिडन लाइन हिडन सर्कल हुने भयो। त्यसै गरी यो लाइन र यो लाइन यो दुईटै हाम्रो बुस्टको पार्ट पनि राख्दाखेरि यति बेला चाहिँ के भयो भन्दा यो पोर्सनले चाहिँ यो पछाडिपट्टिको पार्टहरूलाई सबैलाई छेक्यो, त्यही भएर यिनीहरू हिडन आए। अब यसको चाहिँ बाहिरको डायमिटर भनेको 72 mm छ, रेडियस 36 हुने भयो। त्यसै गरी यो भित्रपट्टिको सर्कल भनेको रेडियस 24 भयो। अब हामीले साफ्टका लागि छुट्टै बनाउनु पर्यो। साफ्टका लागि साफ्टको डायमिटर कति छ? 48 डायमिटर छ भनेपछि साफ्टका लागि यही जुन हामीले बनाइसकेका छौँ नि, यो सर्कलले रिप्रेजेन्ट गर्ने भयो। साफ्टको पोर्सन भनेको यही सर्कलले रिप्रेजेन्ट गर्ने भयो। ल अब हेरौँ है, हाम्रो यो बुस्टको पार्ट हामी 72 mm डायमिटरको पार्ट बनायौँ। त्यसपछि 48 mm डायमिटरको यो पार्ट बनाइसकेपछि साफ्टको पार्ट पनि त्यसैमा इन्क्लुड भयो, किनभने साफ्टको पनि एउटा सर्कल देखिने हो। त्यो सर्कललाई हाम्रो यो 48 mm डायमिटरको जुन सर्कल छ त्यो सर्कलले रिप्रेजेन्ट गरिसक्यो। अब हामीले एड गर्नुपर्ने बाँकी के छ? एउटा भनेको 12 यो M12 स्टड भन्ने भयो। त्यसपछि M12 स्ट्यान्डर्ड नट। पहिला हामी स्टडका लागि गरौँ। स्टडका लागि हाम्रो यो जुन लेन्थ छ 20 mm लेन्थ, त्यसपछि 20 mm लेन्थ बाहिर निस्केको छ। त्यसपछि बिचमा चाहिँ कति छ? 28 छ भनेपछि कहाँ यो 20 mm भित्र छिरेको छ। 28 mm को पार्ट यो जुन क्यापको पोर्सनमा बसेको छ, त्योभन्दा बाहिर के निस्किन्छ? यो 20 mm को पार्ट भनेको चाहिँ यो बाहिर निस्किने भयो। त्यो पार्टलाई चाहिँ अब हामीले देखाउनु पर्यो। त्यसका लागि अब लाइनले यो कन्डिसनमा अब दुईटै एक्सटर्नल थ्रेड र के अरे मेजर डायमिटर र माइनर डायमिटर दुईटै देखाउनु पर्यो। यो भनेको 20 mm बाहिर निस्केको छ। यताबाट पनि
यसमा चाहिँ यो इनमा अलिकति हामीले यो 45 डिग्री एंगल बनाएको थियो नि त्यो एंगलको नि अलिकति थोरै देखाउनु पर्यो है हामीले अब स्टडको पार्ट बनायौं स्टडको पार्ट बनाइसकेपछि हामीलाई अर्को के चाहियो भन्दा यो जुन नट छ नि नट आएर यसमा फिट भएको देखाउनु पर्यो स्टडमा आएर यो माथिपट्टि बाहिरपट्टि निस्केको पोर्सन छ नि यो पोर्सनमा आएर नट बसेको देखाउनु पर्यो हामीले त्यसका लागि अब हामीले नट बनाउने फेरि त्यो अगाडिकै प्रोसेस याद गर्नु पर्यो हामीले नट बोल्टका लागि हेरेका थियौं त्यतिबेला अब हामीलाई 12 भनेर डायमिटर दिएको छ अब अनि हेक्सागोनल शेप भनेर दिएको छ हेक्सागोनल दिएको छ भनेपछि हामीले के गर्नु पर्यो डिस्टेन्स एक्रस कर्नर मेजर गर्नु पर्यो डिस्टेन्स एक्रस कर्नर मेजर गरेर सर्कल बनाएर अनि त्यसपछि त्यही सर्कलमा चाहिँ हामीले हेक्सागन बनाएर हेक्सागनलाई प्रोजेक्सन गरेर नट बनाउनु पर्यो नटको थिकनेस भनेको कति हुन्छ 0.9 डी हुन्छ त्यही अनुसार हामीले थिकनेस राख्नु पर्यो याद छ नि हैन हामीले नट बोल्ट बनाउँदाखेरि त्यसका लागि हामीले के गर्नु पर्यो भन्दा एउटा टप भ्यू बनाउनु पर्यो यो नटको टप भ्यू बनाउँदा हामीले 12 mm डायमिटरको लागि डिस्टेन्स एक्रस कर्नर भनेको 2D फर्मुला थियो डिस्टेन्स एक्रस फ्ल्याट भनेको 1.5 डी डिस्टेन्स एक्रस कर्नर भनेको 2D भनेर युज गरेको थियो फर्मुला त्यही अनुसार हामीले चाहिँ हेक्सागन बनाउने हेक्सागन बनाइसकेपछि हेक्सागनबाट हामीले त्यसलाई चाहिँ प्रोजेक्सन लाइनहरु लग्यौं प्रोजेक्सन लाइनहरु लगेर हाम्रो नट बनाउने तरिका जस्तो थियो नि त्यसरी नै बनाउने हो अब हेरौं है त यसमा चाहिँ हाम्रो सेन्टर लाइन भनेको यो लाइनमा पर्छ त्यसलाई मैले एउटा कन्स्ट्रक्सन लाइनले रिप्रेजेन्ट गरे यसको सेन्टर लाइन भनेको यता माथि पर्ने भयो सेन्टर लाइन मैले यता माथि लिए अब त्यसपछि हाम्रो रेडियस भनेको डायमिटर भनेको 12 छ भने 2D भनेपछि त्यतिबेला कतिको सर्कल बनाउनु पर्यो हामीले 24 mm को डायमिटरको सर्कल बनाउनु पर्यो रेडियस 12 mm को रेडियसको सर्कल बनाउनु पर्यो भनेपछि मैले यो पोइन्टमा रेडियस 12 भएको चाहिँ सर्कल बनाउँछु रेडियस 12 भएको सर्कल बनाइसकेपछि अब हामीले के गर्नु पर्यो हेक्सागन बनाउने प्रोसेस याद छ हेक्सागन बनाउनका लागि
सर त्यो सेन्टर कति हाइटमा हो र? जति हाइटमा गरे पनि हुन्छ। हामीलाई यो अब तिमीहरूलाई इक्जाममा चाहिँ हाम्रो यो सोलुसन छ नि, सोलुसनमा त यसमा टप भ्यू कम्प्लिट बनायो। हाम्रो इक्जाममा चाहिँ यो टप भ्यू कम्प्लिट बनाउन चाहिँ हाम्रो टाइम पुग्दैन। त्यही भएर क्वेसनमा चाहिँ सेक्सनल फ्रन्ट भ्यू भनेर सोधेको हुन्छ हैन। सेक्सनल फ्रन्ट भ्यू भनेर सोधे पनि हामीलाई यो जुन नट छ नि, नटको पार्ट बनाउनु, यसको टप भ्यू त चाहियो। यो पार्ट नभइकन हामीले यसको यो पार्ट बनाउन सकिन्छ सकिँदैन, यो इन कहाँ छ भनेर हामीलाई थाहा छैन। त्यही भएर त्यो कन्डिसनमा चाहिँ हेक्जागनको लागि छुट्टै सर्कल बनाएर गर्नुपर्ने हुन्छ। यति डिस्टेन्स भनेर भनेको हुँदैन हैन, यति डिस्टेन्स भनेर स्ट्यान्डर्ड हुँदैन। तिम्रो चाहिँ यो पोइन्ट सेन्टर लाइन लगेर त्यो सेन्टर लाइनबाट सर्टेन डिस्टेन्समा चाहिँ हामीले हेक्जागन बनाएर त्यसलाई प्रोजेक्सन गरेर तल ल्याएर बनाउँछौँ। त्यही भएर यति डिस्टेन्स भनेर राख्नु परेन। हामीले चाहिँ यो जुन नटको पार्ट छ, नटको पार्ट बनाउनका लागि हेक्जागन यसको हेड बनाइरहेछौँ। त्यो टपबाट हेर्दा कस्तो देखिन्छ भनेर त्यो बनाइरहेछौँ। अब त्यसपछि हामीले हेक्जागन बनाउनका लागि 60 डिग्रीमा लाइनहरू मेजर गर्दै जाने। हेक्जागन बनायो। अब हेक्जागन बनिसकेपछि त्यसको प्रोजेक्सन लाइनहरू तल लैजानु पर्यो। मैले यो कन्स्ट्रक्सन लाइनले नै देखाएँ। यो पोइन्टबाट एउटा प्रोजेक्सन तल जान्छ, त्यसै गरी अर्को प्रोजेक्सन भनेको यो पोइन्टबाट यही लाइनमा पर्दो रहेछ। थर्ड लाइन पनि अब यसैमा पर्छ। त्यसै गरी अब फोर्थ लाइन भनेको यो पोइन्टमा पर्ने भयो। अब हाम्रो यसको चाहिँ नटको लागि हाइट भनेको कति हुन्छ? हाइट अफ द नट भनेको 0.9 इन्टु डी हुन्छ। अब 12 mm लेन्थ भएको लागि त्यसको लागि कति हुन्छ? 10.8 हुने भयो। त्यसका लागि हामी त्यही भएर 11 लियौँ। 11 लिएर 11 हाइट चाहिँ 11 लिएर चाहिँ हामीले नटको पार्ट बनाउन सकिने भयो। यो ओरेन्जले देखिरहेको भनेको हाम्रो नटको पार्ट भयो। अब त्यसमा हामीले च्याम्फरिङ गर्ने तरिका मैले सिकाइसकेको छु। च्याम्फरिङ गर्नका लागि 30 डिग्री एङ्गलमा लाइनहरू लाने र त्यसपछि आर्कहरू बनाउने। त्यो गरिसकेपछि अब हाम्रो यो साइडका लागि भइहाल्यो। अब अपोजिट साइडका लागि पनि त्यसरी नै गर्नु पर्यो। यो गरिसकेपछि हाम्रो चाहिँ लगभग सबै कम्पोनेन्टहरू हामीले यसमा एड गरिसकेका छौँ। ठिक छ नि हैन? हाम्रो यो जुन तलपट्टिको बेसको पोर्सन भयो, त्यसै गरी क्यापको पोर्सन भयो, अनि त्यसपछि बुस भयो, त्यसपछि साफ्टको पोर्सन बनायो।
अब अनि त्यसपछि स्टड दुईटा स्टडहरु बनायो, दुईटा नटहरु बनायो। यो बनाइसकेपछि हामीले अब कम्प्लिट गर्नका लागि क्वेशनमा यदि फ्रन्ट भ्यू मात्र भन्यो भने फ्रन्ट भ्यूका लागि यति भए हाम्रो चाहिँ कम्प्लिट भन्ने भयो ड्रइङ। अब सेक्सनल फ्रन्ट भ्यू भनेर सोध्यो भने त्यति बेला चाहिँ के गर्नु पर्यो भन्दा सेक्सनल फ्रन्ट भ्यूका लागि यो सेक्सनहरु कट गर्दा कस्तो देखिन्छ, कुन कुन पार्ट चाहिँ भिजिबल हुने भयो, कुन कुन पार्ट चाहिँ हिडन हुने भयो, त्यो पोर्सन हामीले देखाउनु पर्यो। अब यसमा एउटा कुरा छुट्या छ, यो 6 mm डायमिटरको चाहिँ हाम्रो एउटा यो सेन्टरबाट होल छ, त्यो अहिले लास्टमा बनाउँला, त्यो पनि बनाउनु पर्यो। यसमा दिएको छ सबै डिटेलहरु कुनै पनि डिटेल छोड्नु भएन। 6 mm डायमिटरको यो होल छ, यो होललाई पनि हामीले अहिले रिप्रेजेन्ट गर्छौं। अहिले यो कन्डिसनमा हामीले सेक्सनल भ्यूमा चाहिँ यसलाई माथिबाट टपबाट यसको सेन्टरमा कट गर्दा कुन कुन पोर्सन भिजिबल हुन्छ, कुन कुन पोर्सन हिडन हुन्छ त्यो देखाउनु पर्यो। अब यसमा यो मिड पोइन्टबाट कट गर्दा के हुने भयो भन्दा यो जुन सर्कल छ, यो सर्कलका लागि यो दुईटै लाइनहरु भिजिबल हुने भयो। त्यसैगरी यो जुन हामीले यो इन्टरनल थ्रेडको हिडन लाइनहरु बनाएको थियौ, त्यो हिडन लाइनहरु सोलिड लाइन बन्ने भयो। अब त्यसपछि हाम्रो जुन यो होल छ 6 mm डायमिटरको होल छ, त्यो होल भनेको चाहिँ हिडन लाइन बन्ने के अरे सोलिड लाइन बन्ने भयो। मिड पोइन्टबाट पास हुने भएकाले यो सोलिड लाइन बन्ने भयो। तर यो जुन पोर्सन छ, यो अगाडिको 72 mm डायमिटरको यो जुन लाइन छ, यो सर्कल यो भनेको हामीले अगाडिबाट कट गरेर फालिसकेपछि यो पछाडिपट्टि जाने भयो। पछाडिपट्टि जाँदा यो चाहिँ के हुने भयो, हिडन लाइन हुने भयो। अब त्यसरी नै बनाउँदै जाउँ। यो लाइन र हाम्रो यो लाइन भनेको अब मैले सेक्सनल बनाउन लागे है सबैलाई। यो सेक्सनल बनाउँदा यो लाइनहरु भनेको के हुन्छ, यो लाइन भनेको सोलिड लाइन हुन्छ। अब ह्याचिङ गर्ने बेला अनि त्यसपछि यो यी लाइनहरु भनेको पनि यो सबै के हुने भयो, यो लाइनहरु भनेको पनि सबै सोलिड लाइन हुने भयो। यो लाइन त्यसैगरी यो दुईटा लाइन भनेको चाहिँ के हुने भयो फेरि, यो लाइन यो लाइनहरु भनेको यो पछाडिपट्टि जाने भयो। यो पछाडि गएपछि त्यो तिनीहरु भनेको हिडन लाइन बन्ने भयो। यो लाइन पनि हिडन। त्यसैगरी अब हाम्रो तलपट्टिको जुन बेसका लागि चाहिँ हामीले सेक्सनल भ्यू बनायौं भने त्यति बेला चाहिँ यो लाइनहरु यो लाइन हिडन हुने भयो। अब हेर, हामीले यो पोइन्टबाट कट गरेर गइसकेपछि यो लाइन यो जुन एज छ, यो एज भनेको यो हाम्रो इन्टरनल थ्रेड भएको पोर्सन भन्दा पछाडि जाने भयो। त्यही भएर यो चाहिँ हामीले हिडन बनायौं। यो एजहरु पनि देखिदैन, यो पछाडिको एज पनि देखिदैन, त्यही भएर त्यो पनि हिडन हुने भयो। अब यो हाम्रो चाहिँ यो माथिपट्टिको पोर्सनका लागि पनि यो चारवटै लाइनहरु के भयो, भिजिबल लाइन भयो। यो जुन होल छ, होलका लागि चारवटै लाइनहरु भिजिबल लाइन हुने भयो। अब बुसको पोर्सन हेर है, बुसको पोर्सनमा के भयो भन्दा हामीले यो बीचबाट कट गरे, यो पोइन्टबाट हामीले कट गरेर लग्यौं भने हामीले यो पोइन्ट
हामीले यो जुन 6 mm डायमिटरको जुन पोर्सन छ त्यो पोर्सनबाट हामीले कट गरेर लग्यौँ भने यो अगाडिको पोर्सन हामीले कट गरेर हेर्दाखेरि यो अगाडिको पोर्सन हट्ने भयो। त्यही भएर यो 72 mm डायमिटरको जुन सर्कल छ नि त्यो सर्कल पनि हिडन हुने भयो। 72 mm डायमिटरको सर्कल हिडन हुने भयो। अनि त्यो भन्दा अब त्यो हिडन भइसकेपछि अब यता जुन हामीले अघि हिडन गरेका थियौँ नि यो 60 mm डायमिटरको चाहिँ सर्कल के देखिन्छ, भिजिबल देखिन्छ। त्यही भएर अब हाम्रो यो कन्डिसनमा यो भनेको चाहिँ हिडन लाइन हुने भयो। हामीले अघि गरेको जुन लाइनहरू छ त्यो सबै लाइनहरू चाहिँ यो कन्डिसनमा फेरि सोलिड लाइन हुने भयो। सरी फेरि भन्नु न, यो सर्कल वालाको हिडन वाला। ल एकछिन है, हस् हाम्रो हेरौँ है, हामीले यो पार्टलाई चाहिँ सेक्सनल फ्रन्ट भ्यूमा हेर्दाखेरि कसरी कट गर्छौँ भन्दा हामीले यसमा म देखाउँछु। हामीले सेक्सनल फ्रन्ट भ्यूमा लिँदाखेरि चाहिँ कसरी कट गर्ने भयो भन्दा हाम्रो यो यसका लागि यो पोइन्टबाट यसरी गएर यता कट भएर गएको छ। अब यसका लागि यो पोइन्टबाट मिड पोइन्टबाट कट भएर गएको छ। यसको लागि कहाँबाट कट भएर जाने भयो, यो पोइन्टबाट कट भएर जाने भयो हैन। यो भन्दा अगाडिको पोर्सन हामीले फाल्दियौँ, त्यो भन्दा पछाडिको पोर्सन हेर्दाखेरि अब यो पोइन्टबाट हेर्दाखेरि चाहिँ यो 60 mm डायमिटर जुन हिडन थियो नि त्यो अहिले के हुने भयो, भिजिबल हुने भयो। तर अब यो जुन 72 mm डायमिटर छ नि 72 mm डायमिटर भनेको त यो जुन सर्फेस छ यो सर्फेस भन्दा बाहिरपट्टि छ। यो त जम्मा 30 mm डायमिटर छ, यो भित्र त हुने भएन। यो भन्दा पछाडि भएपछि यो 72 mm डायमिटरको जुन सर्कल छ त्यो सर्कल भनेको चाहिँ हामीले के देखाउनु पर्यो, हिडन देखाउनु पर्यो। हाम्रो यो जुन 72 mm डायमिटर भनेको हामीले यो सेक्सनल भ्यू कट गरिसकेपछि हेर्दाखेरि अब फर्स्टमा हामीले सेक्सन कट नगर्दा अगाडिको पार्ट देखिन्थ्यो, 72 mm डायमिटरको सर्कल देखिन्थ्यो। तर सेक्सन कट गरेर फालिसकेपछि अगाडिको सेक्सन कट गरेर फालिसकेपछि के हुने भयो, 60 mm को सर्कल चाहिँ देखिने भयो। तर त्यो 72 mm डायमिटरको जुन सर्कल छ नि त्यो 72 mm डायमिटरको सर्कल भनेको यो भन्दा पछाडि यो जुन रिजन छ नि यो 80 mm डायमिटर भन्दा पछाडि पुग्ने भयो। यो कति छ, 88 mm छ। 88 mm भनेको यो बिचको पोर्सन भनेको 80 mm भयो। यो भन्दा पछाडिको 4 mm को पोर्सन छ नि त्यो 4 mm को पोर्सन भनेको हाम्रो यो जुन बेस र क्यापको जुन होल छ त्यो भन्दा पछाडि जाने भयो। बुझ्यौ? यो जुन हामीले कट गरेर फालिसकेपछि हामीले हेर्दा यो 72 mm डायमिटरको यो अगाडिको पोर्सन भनेको यो हटेर गयो, यो पोर्सन भनेको हटेर गयो, हामीले कट गरेर फाल्यौँ। यो पछाडिको 72 mm डायमिटरलाई हामीले देखाउँदाखेरि यो भनेको हाम्रो जुन होल छ होलभन्दा ठुलो डायमिटर छ र यो त्यही भएर यो भन्दा पछाडिको पोर्सनमा जाने भयो क्या। यो यताटिको सर्फेस छ नि यो सर्फेसमा गएर बस्ने भयो, पछाडिको पोर्सनको सर्फेसमा गएर बस्ने भयो। त्यही भएर त्यो लाइन चाहिँ त्यो सर्कल चाहिँ हिडन बनाउनु पर्यो। एकचोटि आफै हेर, यसको लेन्थ भनेको 88 mm छ अनि यसको डायमिटर भनेको 72 mm भनेको यो होल भन्दा ठुलो छ। त्यही भएर यो होल भन्दा पछाडिपट्टि गएको हुन्छ। पछाडिपट्टि गइसकेपछि त्यो हामीले सेक्सन कट गर्दाखेरि पनि यो पोर्सन चाहिँ के हुने भयो, हिडन हुने भयो। त्यसपछि यो सर्फेस पनि हिडन हुन्छ। अब हेरौँ, अब हाम्रो सेक्सनल फ्रन्ट भ्यू भन्ने बित्तिकै हामीले के गर्नु पर्यो, यसलाई ह्याचिङहरू भन्नु पर्यो। हामीले अब जुन कम्पोनेन्टहरू जुन छ नि त्यो फरक फरक कम्पोनेन्टको लागि फरक फरक ह्याचिङहरू दिनुपर्छ। यो बेसका लागि छुट्टै ह्याचिङ, क्यापका लागि छुट्टै ह्याचिङ, नट यो स्टड र नटका लागि चाहिँदैन, बुसका लागि छुट्टै ह्याचिङ, साफ्टका लागि पनि छुट्टै ह्याचिङ। त्यसरी
4 डिफ्रेन्ट टाइपको ह्याचिङहरू दिनु पर्यो। अब मैले यसलाई ह्याचिङ गर्दाखेरि यो सेलेक्ट गरे, यो पोर्सन मेरोमा काम कता अब मिस्टेक भयो हैन। त्यहाँ यो तिमीहरूले चाहिँ अब यसका लागि यो जुन पोर्सन बाँकी छ यो सर्कल भन्दा बाहिरको पोर्सन त्यसमा चाहिँ ह्याचिङ गर्नु पर्यो। मेरो टु कम्प्लिट भयो त्यसमा ह्याचिङ। अब त्यसपछि हाम्रो यो भनेको चाहिँ तलपट्टिको बेसका लागि ह्याचिङ भयो। त्यसपछि अब अर्को ह्याचिङ भनेको हामीले माथिपट्टिको क्यापका लागि छुट्टै ह्याचिङ गर्नु पर्यो। क्यापका लागि छुट्टै ह्याचिङ गर्यौँ। त्यसपछि अब यो जुन हाम्रो बुस्टको सेक्सन छ, बुस्टको सेक्सनका लागि हामीले अर्को छुट्टै ह्याचिङ गरौँ। त्यो भनेको हाम्रो यो कन्डिसनमा चाहिँ यो भित्रपट्टिको रिजन पर्ने भयो। यो दुईटा सर्कल भित्रको रिजन पर्ने भयो। मेरोमा एक्ज्याक्टली भएन है, तिमीहरूले चाहिँ गर। यो फिगर हेर, हामीले यो पोर्सनका लागि छुट्टै ह्याचिङ गरेको छ, यो पोर्सनका लागि छुट्टै ह्याचिङ गरेको छ। त्यसै गरी यो जुन बुस्टको पोर्सन छ, बुस्टको पोर्सनका लागि छुट्टै ह्याचिङ गरेको छ र साफ्टको पोर्सनका लागि छुट्टै ह्याचिङ गरेको छ। साफ्टको पोर्सनका लागि गरेको छ। यो चारवटा थरी ह्याचिङहरू गर्नु पर्यो। र अनि अब हामीले लास्टमा चाहिँ के गर्नु पर्यो भन्दा पार्ट लिस्टहरू, पार्ट लिस्टमा पार्टको नम्बर, यसमा अब हामीले फिगरमा नम्बरिङहरू दियौँ 1 2 3 4 5 6 भनेर नम्बरिङ दियौँ। र फिगरमा दिइसकेपछि पार्टको नेमहरू के छ, बेस, क्याप, बुस्ट, साफ्ट, अनि त्यसपछि स्टड, नट, अनि त्यसपछि नम्बर अफ कतिवटा नम्बरको के अरे बेसको नम्बर कति हो, कतिवटा नम्बर हो, क्यापको नम्बर कतिवटा नम्बर हो, M12 को चाहिँ अब दुईटा छ भनेर दिएको छ, M12 नट, M12 स्टडको चाहिँ दुईटा भनेर दिएको छ। त्यही अनुसार क्वान्टिटी 2 2 भनेर लेख्नु पर्यो। त्यो पार्ट लिस्ट बनाइसकेपछि हाम्रो एसेम्ब्ली ड्रइङ चाहिँ बल्ल कम्प्लिट हुन्छ। यो भनेको अब अनि त्यसपछि मैले यो लाइन बनाउन अघि बिर्सेको थिएँ, त्यो पनि बनाइहालौँ है। हाम्रो 8 mm कति डायमिटरको होल छ भन्दा 6 mm डायमिटरको एउटा होल दिएको छ। त्यही अनुसार हामीले यो साफ्टसम्म 6 mm डायमिटरको होल एउटा देखाउनु पर्यो।
यति ड्रइङ बनाइसकेपछि नि बल्ल एसेम्बली ड्रइङ चाहिँ हाम्रो कम्प्लिट हुने भयो। के गर्नु पर्यो सबै कम्पोनेन्टलाई चाहिँ कसरी एसेम्बल हुन्छ त्यो हेर्नु पर्यो। त्यो कम्पोनेन्ट कसरी एसेम्बल हुन्छ भनेर हेरिसकेपछि त्यो बेसिक आइडिया भइसकेपछि चाहिँ अनि हामीले अब सबभन्दा मेन कम्पोनेन्टबाट स्टार्ट गर्ने, बेसबाट स्टार्ट गर्ने र त्यसमा एड गर्दै जाने। कुन कम्पोनेन्ट कहाँ गएर एड हुन्छ त्यो गर्दै जानु पर्यो। अब फर्स्टमा हामीले बेस राख्यौँ, क्याप राख्यौँ, त्यसपछि बुस्ट राख्यौँ, साफ्ट राख्यौँ, त्यसपछि स्टड र नट राख्यौँ। अब यो नट बनाउने बेलामा हामीलाई हेक्जागनल सेपको यो जुन हेक्जागनल हेड चाहिने भयो। हेक्जागनल हेडका लागि अब हामीले एउटा हेक्जागन बनाउनु पर्यो। हाम्रो अगाडि हामीले नट बोल्टको लागि जसरी गरेका थियौँ त्यसरी नै बनाउँदै जाने। त्यो बनाइसकेपछि अब यो कम्प्लिट भइसकेपछि अब क्वेसनमा चाहिँ यदि सेक्सनल भनेको छ, सेक्सनल फुल सेक्सनल भनेको छ भने फुल सेक्सन बनाउनु पर्यो। कुनै कन्डिसनमा हाफ सेक्सनल भनेको हुनसक्छ, हाफ सेक्सन बनाउनु पर्यो। त्यो बनाइसकेपछि अनि त्यसपछि अब नम्बरिङ दिनु पर्यो, डाइमेन्सनहरू अलि दिनु पर्यो, इम्पोर्टेन्ट डाइमेन्सनहरू। यसको अब यो 250, 12, 45 यो सबै डाइमेन्सनहरू इम्पोर्टेन्ट डाइमेन्सनहरू दिनु पर्यो। र हामीले डाइमेन्सनहरू दिइसकेपछि अब पार्ट लिस्टहरू बनाऊ, पार्ट लिस्टको टेबल बनाऊ। पार्ट लिस्टको टेबल बनाइसकेपछि बल्ल अनि हाम्रो यो एसेम्बली ड्रइङ कम्प्लिट हुन्छ। सर हजुर सुन्नु न, अब न त्यो के हजुरले स्टडको हाइट कति लिनुभएको छ? स्टडको तिम्रो यसैमा दिएको छ हेर त, डाइमेन्सन 20 भनेर दिएको छ। थ्रेड भएको पोर्सन 20 छ। टोटल हाइट भनेको 68 mm छ। यहाँ डाइमेन्सनहरू दिएको हुन्छ। यसको लागि 20 दुईटा इनमा 20 छ थ्रेड भएको पोर्सनहरू। टोटल लेन्थ भनेको 60 mm छ। नटको लागि अब M12 मात्रै भनेर दिएको छ भने अब हामीले सबै भ्यालुहरू क्याल्कुलेट गर्नु पर्यो। M12 भइसकेपछि त्यसमा हामीले एक्ज्याक्ट हेडको लागि चाहिँ डाइमेन्सन निकाल्न सकिन्छ। एक्रोस कर्नरका लागि 2D भनेर लिनु पर्यो। त्यसपछि त्यसबाट प्रोजेक्सन गरेर यो नटको पार्टहरू बनाउने। सर त्यो नटको च्याम्परिङ पनि गर्दिने हो कि नगर्दा नि हुन्छ? गर्नु पर्यो, त्यो गर्नै पर्ने हो। कन्डिसन चाहिँ हामीले अब नटहरू बनाउँदाखेरि त्यो 30 डिग्री एङ्गलमा च्याम्परिङ गर्नै पर्छ। त्यो नगरे अलिकति मार्क्स कट हुन्छ। सर दुई साइडमै गर्ने हैन सर, तल माथि होइन, एउटा माथिको टपकोमा मात्रै गर, माथिको मात्र। माथिको सर अनि सर अरूमा पनि सर हामीले पहिला गरेकोमा एक साइडतिर मात्र गर्ने हो? एक साइड गरे हुन्छ। तिम्रो जुन बाहिरपट्टि परेको पोर्सन हुन्छ नि त्यो पोर्सनमा चाहिँ च्याम्परिङ गर्नु पर्यो। हेडका लागि हाम्रो बोल्टको हेडका लागि चाहिँ यो जुन हेडतिरको टपतिरको डिस्टेन्स पोइन्ट छ त्यो पोइन्टमा गर्ने। अनि नटको लागि त्यसको अपोजिट साइडमा हुन्छ कि। सर त्यो नट कतिको माथि हो? कति माथि? यो लेन्थ? हजुर त्यो त हाम्रो फर्मुला छ नि 0.9D होइन फर्मुला। हाइट अफ नटको लागि हाइट अनि बोल्ट हेडका लागि हाइट भनेर त्यो सबै हामीले फर्मुलाहरू डिफाइन गरिसकेका छौँ। त्यही फर्मुलाहरू नै युज गर्ने हो। त्यो पनि याद गरिराख्नु पर्यो। नट बोल्ट नआए पनि यसमा चाहिँ नट बोल्ट हुन्छ। यो जुन हाम्रो एसेम्बली ड्रइङ हुन्छ नि, एसेम्बली ड्रइङको धेरै जसो केसमा चाहिँ नटहरू बोल्टहरू युज गरेको हुन्छ। त्यही भएर त्यो चाहिँ जानिराख्नुपर्छ। मेरो यो ह्याचिङ भएन होइन, ह्याचिङ चाहिँ अलिकति मिलेन। तिमीहरूको चाहिँ के गर्नु पर्यो, जुन कम्पोनेन्टहरू सेपरेट छ, यो नट बोल्टका लागि ह्याचिङ चाहिँदैन, नट बोल्टका लागि ह्याचिङ चाहिँदैन। अरू कम्पोनेन्टका लागि सेपरेट कम्पोनेन्टका लागि सेपरेट ह्याचिङ हुनु पर्यो। अब यो मैले यसमा स्लाइडमा राखेकोमा यो कम्प्लिटली करेक्ट छैन होइन। यसमा अब यो हिडन लाइन छुटेको छ एउटा, अरू चाहिँ सबै ठिकै होला। यो पोर्सनमा भएको हिडन लाइन छुटेको छ। अरू केही मिस्टेक छ भने हेर, आफैले हेर। यसको रिफरेन्स लिएर
अब तिमीहरूले ड्रइङ बनाउन सक्छौ। अब यसमा डाइमेन्सनहरू अलिकति डाइमेन्सनहरू पनि दिनुपर्छ, सबैको डाइमेन्सन दिइराख्नु आवश्यक छैन, तर मेन डाइमेन्सन हुन्छ नि यो 250 210 अनि 12 45 28 भनेर यो दिइरहेको छ। त्यसै गरी अब यहाँ 110 अनि 70 भनेर छ नि, त्यो डाइमेन्सनहरू चाहिँ सबै दिनु पर्यो, मेजर डाइमेन्सनहरू। त्यसमा चाहिँ अब हामीले अर्थोग्राफीको जस्तो डिटेल सबै डाइमेन्सन चाहिँ दिनुपर्ने आवश्यक हुँदैन। ल अब एकचोटि ट्युटोरियलको यो अगाडिको यो जुन दुईटा क्वेसनहरू छ, यो क्वेसनहरू एकचोटि घर गएर ट्राई गरौँ। अब त्यसपछि हामी नेक्स्ट क्लासमा चाहिँ एसेम्ब्ली ड्रइङ 2 हेर्छौँ। त्यसमा पनि अब तिमीहरूले एकचोटि घर गएर हेर, यो सबै कम्पोनेन्टहरू पहिला सुरु चाहिँ बेसिक आइडिया चाहिँ यो कम्पोनेन्टहरू चाहिँ कसरी एकअर्कामा एसेम्बल हुन्छ, कुन चाहिँ कहाँ गएर बस्छ। अब सपोज तिमीहरूको यो यसमा चाहिँ बोल्ट दिएको छ, त्यसपछि नट हुने भयो, नट पछि वासर हुने भयो, हेक्सागोनल नट हुने भयो, त्यसपछि हेक्सागोनल वासर हुने भयो। यिनीहरू भनेको यो चाहिँ बोल्टमा गएर फिट हुन्छ भन्ने कुरा थाहा पाउनु पर्यो। त्यसै गरी अब यो बिचको पोर्सनमा चाहिँ हाम्रो यो पिभट आर्म गएर बस्छ, अनि बुसिङ कुन पोर्सनमा गएर बस्छ भनेर हामीले यो डायमिटरहरू हेर्दै अनि हामीले पत्ता लगाउनु पर्ने हुन्छ। डाइमेन्सनहरू हेर्दै चाहिँ कुन पार्ट चाहिँ कहाँ गएर बस्छ भनेर हेर्नुपर्ने हुन्छ। त्यही भएर एकचोटि अब घर हेरेर आऊ, अनि त्यसपछि डिस्कस गरौँला कुन पार्ट चाहिँ कहाँ फिट हुन्छ। अब त्यो कसरी फिट हुन्छ भनेर भनिसकेपछि अब तिमीहरूले ड्रइङ बनाउन चाहिँ सक्छौ। सेक्सन त्यसलाई चाहिँ अब कट गर्दाखेरि सेक्सनल हामीले फुल्ली कट गर्दा, कुनै प्लेनले कट गर्दाखेरि कस्तो भ्यू देखिन्छ त्यो चाहिँ गर्ने तरिका यही हो। हामीले अब जसरी गरेका छौँ त्यसरी नै गर्ने हो। अब तिम्रो इक्जाममा चाहिँ अब देखेकै क्वेसन आउँछ भन्ने छैन, त्यही भएर अलिकति आइडिया हुनुपर्छ कुन अब्जेक्टहरू कहाँ कहाँ फिट हुन्छ भनेर अलिकति चाहिँ कन्सेप्ट चाहिँ थाहा हुनुपर्छ। ल अब आजलाई यति नै गरौँ। नेक्स्ट क्लासमा अब बाँकी रहेको एसेम्ब्लीको डिस्कस गरौँ ल।